हामी स्थानीय स्तरमा माओवादी छोडेर एमालेमा गए पनि एमाले छोडेर काङ्ग्रेसमा गए पनि हुनेवाला केही पनि छैन। यिनी पुष्पकमल दाहाल प्रचण्ड, केपी ओली, शेरबहादुर देउबा भनेका एउटै आमाले नजन्माए पनि एउटै घरका 3 भाइ हुन्। त्यही भएर यिनीहरू कतिखेर छुट्टिन्छन्, कतिखेर मिल्छन्। यिनीहरूको कारणले बेकारमा स्थानीय तहमा झगडा गरेछ, कसलाई के बनाएछ, कसलाई के बनाएछ। यसरी हाम्रो दुश्मनी मात्रै हुने हो गाउँघरका दाजुभाइसँग। त्यही भएर यस्ता भ्रष्टका पछि लाएर केही पनि हुनेवाला छैन। हेर्नुस् त अस्तिसम्म माओवादीले राष्ट्रपालाई गरेको समर्थनमा कति वाइ पाएको थियो, कति हाई थियो। आज हिजो अस्तिदेखि गालीको वर्षान मात्रै गरेको छ। हुन पनि राम्रो काम गरेको भए विप्लव किन छुटेर जान्थे? प्रचण्डको राम्रो काम गर्ने नियत भएको भए मोहन वैद्य किन छुटेर जान्थे? अनि केपी ओलीको राम्रो काम गर्ने भएको भए भीम रावल किन छुटेर जान्थे? अनि त्यत्रो 50-60 वर्ष गरेको लगानी छोडेर माधव नेपाल किन छुटेर जान्थे? त्यही भएर यिनीहरूबाट देखेर पनि थाहा हुन्छ यिनीहरूले गर्न केही पनि सक्दैनन्। हामी आफै सुध्रिएर यिनीहरूलाई छोड्नुपर्छ। हामीले जति यिनीहरूको साथ सपोर्ट गर्छौँ नि त्यति धेरै देशमा व्यथिति बढिरहेको छ के। त्यसैले आजैदेखि एमाले, काङ्ग्रेस, माओवादीका तपाईसँग क्रियाशील सदस्य छन् भने घर घरदेखि च्यातेर त्यसलाई आगो लगाउनुहोस्।